हाम्रो आमालाई अहिले अचम्मको बिराम लागेको छ। इलेक्ट्रिक सर्ट लागेको जस्तो बडङ बडङ खुट्टा झड्काउने, हात झड्काउने बिराम लागेको छ। डाक्टरसँग उपचार गर्नको लागि धेरैचोटि लगिसक्यो, अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन। अस्ति उतै सुतेर लराहरू लगाएर सबै चेक गर्दा पनि अहिलेसम्म केही भेट्न सकेन। अनि आमाले होइन ज्योतिषीलाई हेराउनु पर्यो भनेर ज्योतिषीलाई हेराउनु भएको थियो। ज्योतिषी बाले एउटा पोथी बनाउनु, उत्तर दिशातिर लगेर मुन्साइदिनु, तिमीलाई राहु लागेको छ भनेर भन्नुभएछ। आमाले मलाई कामबाट आउने बित्तिकै कुखुरोको पोथी बनाउन सक्छस् भन्नुभयो। किन सक्दिनँ माता, म सकिहाल्छु नि, सासै हाल्न मात्रै सक्दिनँ, जस्ताको तस्तै बनाइन्छु भनेर भनेको थिएँ। आमाले बनाइहाल भन्नुभयो र मैले बनाएको पनि छु, तपाईँलाई एकछिनमा देखाउँछु। र अब ज्योतिषशास्त्रको कुरा गरौँ, धेरै कुराहरू ज्योतिषशास्त्रबाट पत्तो पनि लागेका छन् र वास्तविकता हो पनि। तर अहिलेका जेनेरेसनले त्यो पत्याउँदैन। मलाई पत्याउँछस् भनेर सोच्नुहुन्छ भने म आधी पत्याउँछु, आधी पत्याउँदिनँ। फेरि अब विश्वास लाग्छ कति कुराहरूमा, कति कुरामा विश्वासै लाग्दैन। तर ज्योतिषशास्त्रको प्रुभै गराएको छ। फेरि त्यस्ता कुराहरू पहिलाको हेर्ने हो भने धेरै कुराहरू प्रुभन भइसकेको छ। भनेपछि आमाले जे भन्नुभयो मैले त्यही गरेँ र आशा छ आमाको त्यो झड्काउने बिरामहरू तत्कालै जान्छ होला। जुन चाहिँ मैले कुखुराको पोथी पनि बनाएको छु त्यो पनि तपाईँलाई देखाउँछु। र हजुरहरू चाहिँ विश्वास गर्नुहुन्छ हुँदैन कमेन्ट्समा लेखेर मलाई भनिदिनु होला है त। हस् त, धन्यवाद। र कुखुराको पोथी चाहिँ यस्तो बनाएको छु, यहाँ हेर्नुहोस् है त।